अब प्रस्तुत गरिनेछ नाटक विदेशिनुको व्यथा। यसमा कक्षा 5 र 6 का विद्यार्थीहरूले अभिनय गरेका छन्। कक्षा 5 बाट आरोग्य बराल, साम्या अर्याल, कृष्ण अग्रवाल, लिजा घिमिरे, आयुष गुरुङ, अरविन्द एन्थोनी, ऋत्वज मन्साल, त्रिशाल श्रीवास्तव र कक्षा 6 बाट पासाङ लाखी शेर्पा र प्रभव शाहले विभिन्न पात्रहरूका भूमिका निभाएका छन्। यहाँ दुःख झेलिरहेको एउटा युवाले मिठो सपना बोकी विदेशिएको र यथार्थमा ज्यादै कष्टकर जीवन बिताएर फर्किएको मार्मिक व्यथा व्यक्त गरिएको छ। ननुहाएको 1 हप्ता भइसक्यो। पानी पनि आउँदैन। आज पनि मेन पावर कम्पनी जानुपर्छ। यस्तो कपाल लिएर कसरी जानु? यो मेन पावर कम्पनी पनि कति गाउनु। बल्ल मेन पावर कम्पनी आइपुग्यो। ए भाइ, भित्र साहब हुनुहुन्छ? हुनुहुन्छ। एकछिन पर्खिनुहोस्। साहब, हजुरलाई भेट्न मान्छे कोही आउनु भएको छ। भित्र पठाइदेऊ। पठाइदिऊ। हजुर भित्र जानुहोस्। नमस्ते। ए भाइ, तिमी हो? बस बस। मेरो भिसाको काम भयो कि भएन होला हजुर? यत्रो दिन भइसक्यो। कहिले लाग्ने होला मेरो भिसा हजुर? नलागे त म बर्बादै हुन्छु नि। 100 कडा 3 ब्याज तिर्दै म त मर्न लागिसके हजुर। लाग्छ भाइ। तिम्रो भिसा किन नलाग्नु? नआतिरोस् न। बिस्कुट कम्पनीमा हो, बिस्कुट प्याक गर्यो, बस्यो। 30,000 महिनामा खाने बस्ने चाहिँ फ्री। गजबको छ नि त सजिलो काम। अनि तपाईँको भिसा आज भोलिसम्म आइपुग्छ नि। तपाईँको भिसा आउने बित्तिकै म तपाईँलाई खबर गरिदिन्छु। हुन्छ साहेब, अहिले म चाहिँ लाग्छु है। ल अब चाहिँ हजुर ढुक्क भएर जानुहोस्। हुन्छ हजुर, हुन्छ। हे भगवान, यो घुँडा दुख्ने, ढाड दुख्ने पनि कहिले सन्चो हुने होला? मरे नि भगवान, बाबुको भिजा आउने भनेको पनि 1 महिना भइसक्यो। के हो कसो हो? बुहारी, ए बुहारी, कता गइछ यो बुहारी? ए बुहारी, हजुर आमा। 1 गिलास तातो पानी ल्याइदे त बुहारी। हुन्छ आमा। आमा, हजुरलाई सन्चो छैन? आया, मरे नि भगवान। खै, छोरो मेन पावर कम्पनी गएको थियो। आयो कि आएन? आउनु भएको छैन। फोन पनि गर्नु भएको छैन। ए भन्ने बित्तिकै आइहाल्नु भयो नि। आमा, अहिले हजुरलाई कस्तो छ? म सन्चै छु। अनि त? म पनि सन्चै छु। बाबा आउनुभयो। बाबा, मलाई मिठाई खोइ। एकैछिनै। लौ तिमीलाई। बाबा, म खेल्न जान्छु है। हजुर मेन पावर कम्पनी जानु भएको के भयो?
भिसा लाग्ने भयो कि नलाग्ने भयो? छिटै लाग्छ भनेको छ। आज भोलिमा फोन गर्छ रे। हेलो, हजुर को बोल्नु भयो? म मेनपारबाट। अनि तपाईँ शिवराम बोल्नु भएको हो? हो हजुर। तपाईँको भिसा आइपुग्यो। तपाईँ भोलि नै मेनपावर कम्पनी आइपुग्नु होला। ए, मेरो भिसा आयो रे? तपाईँको भिसा आयो। ल ल, म भोलि नै काठमाडौँ आइपुग्छु। ल ल, तपाईँ भोलि नै मेनपावर कम्पनी आइपुग्नु होला। हुन्छ हजुर। ए बुढी, मेरो भिसा लाग्यो रे। मलाई भोलि नै काठमाडौँ आउनु भनेको छ। ए हो र? 2-4 अक्षर पढेको मेरा छोरा, परदेशको ठाउँ के हो कसो हो? यत्रो दुःख गरेपछि अब जानै पर्यो नि। हेर आमा, हेर सानिकी आमा, हामीले त दुःख पायौ, यसले त सुख पाओस्। यसैको भविष्यको लागि त म परदेशमा गएर दुःख गर्नुपर्छ। जाऊ है छोरा, जाऊ खाना खान जाऊ, त थाकिस होला। हुन्छ आमा, ल हिँड्नुहोस्। बिरानो ठाउँमा जाँदैछु, त राम्रोसँग मन लगाएर पढ्नु, असल मान्छे बन्नुपर्छ है। हस् बुवा। आमा, म जाँदैछु है। राम्रोसँग जाऊ है छोरा, फोन पनि गर्दै गर। हुन्छ आमा, हुन्छ। आमाको ख्याल गर्नु है। ल हुन्छ। जाँदैछु म है विदेशमा, धन कमाइ ल्याउने आशैमा। नरौ है पाए आमा, म आउँछु 2-4 वर्षमा। जल्दी जल्दी काम करो, तुमने खाना नहीं खाया है क्या? तिमी यहाँ कसरी आइपुग्यौ? म त ठगिए नि भाइ। मलाई त मेनपावर कम्पनीले फ्याक्ट्रीमा काम लगाइदिन्छु भनेको त लेबर काम पो रहेछ। साह्रै दुःख पाइयो नि। म त बेकार माया जस्तो लाग्यो। यस्तो गर्मीमा यस्तो सडकमा काम गर्नु पर्यो। विदेशमा सुख हुन्छ र धेरै पैसा कमाउला भनेको त यस्तो दुःख पो हुँदो रहेछ। हो त नि साथी, म पनि यहाँ त्यही विचारले आएको थिएँ। तर विदेशमा काम गर्न धेरै गाह्रो हुँदो रहेछ। अरूहरूको दबावमा काम गर्नु धेरै दुःख हुँदो रहेछ। हो नि, बरु आफ्नो देशमा गएर सानोतिनो काम गरे पनि परिवारसँग त बस्न पाइन्छ। अब त म यहाँ धेरै बस्दिन होला। सायद म पनि फर्किन्छु। म पनि छिटै फर्किन्छु होला। तुम्हारा समय खत्म हो गया, चलो काम पर चलो। हेलो फुलमाया, सन्चै छौ? हजुर, म सन्चै छु। अनि तपाईँ? म पनि सन्चै छु। अनि आमालाई कस्तो छ? आमालाई पनि सन्चै छ। अनि छोरीलाई? छोरीलाई पनि सन्चै छ। अब म घर आउँदैछु, बाँकीको कुरा घरमै गरौला। ए हो र? हुन्छ। कसको फोन हो बुहारी? तपाईँको छोरोको फोन हो आमा। उहाँ अब घर आउँदै हुनुहुन्छ रे। ए हो र? कहिलेदेखि देखु जस्तो भएको थियो, अब पो आउँछ रे? यो कुरा सुनेर मेरो मन साह्रै खुसी भयो नि त। ए हजुर आइपुग्नु भयो? आइपुगे। आमा,
अहिले हजुरलाई कस्तो छ नि? म त सन्चै छु, अनि त? म पनि सन्चै छु। आमा, लिनुहोस्, यो हजुरलाई, लौ यो तिमीलाई। बाबु, अचानक किन आइस त? आमा, विदेशमा धेरै दुःख हुँदो रहेछ। धेरै दुःख पाइयो। यति दुःख गरे त आफ्नै देशमा आम्दानी राम्रो हुन्छ जस्तो लाग्यो। अब हामी सबै मिली यही तरकारी खेती गरौँ। किन हुँदैन र फुलमाया? हुन्छ, किन नहुनु? एकदमै राम्रो विचार गर्नुभयो। अब त्यसको लागि भोलिदेखि नै सुरु गरौँला। आमा, मेरो विचार हजुरलाई कस्तो लाग्यो नि? साह्रै राम्रो विचार गरिस् तैले छोरा। अरूको देशमा दुःख गर्नुभन्दा आफ्नै देशमा मेहनत गर्नु राम्रो होइन र? हो आमा। ए छोरा, त थाकिस होला। जा, खाना खान जा। बुहारी, यसलाई खाना पस्किदे त। म त सुत्न जान्छु। बाबु, खाना खाएपछि सुत ल। तिमी काम गर्दै गर, म यति तरकारी बेचेर आउँछु। हुन्छ हुन्छ। तरकारी आयो, तरकारी, तरकारी आयो। तरकारी लिनुहुन्छ? ताजा हो, ताजा तरकारी। ए भाइ, मलाई 1 मुठा साग र 2 किलो काउली देऊ न। 2 किलो काउलीको 100 रुपियाँ, 1 मुठा सागको 30 रुपियाँ। ए बुढी, आजको व्यापार त राम्रो भयो नि। विदेश भन्दा यही राम्रो कमाइ हुँदो रहेछ। हेर त आजको कमाइ। नि बुढा, विदेश किन जानु पर्यो? यही जहान परिवारसँगै बसेर यति आम्दानी भएपछि भइहाल्यो नि। हामी विदेश विदेश भन्छौँ। विदेशमा पसिना बगाउनु भन्दा स्वदेशमा नै पसिना बगाउनु धेरै राम्रो कुरा हो। विदेशमा गर्ने दुःख यही गर्यो भने विदेशमा भन्दा धेरै कमाउन सकिन्छ। हो बाख्रा पाल्छु राम्रै छ बजार, 2टा बोका बेच्यो कि 30,000, चिन्ता छैन केही। मलाई कोरिया नि, मलाई हङकङ पनि, मलाई अस्ट्रेलिया, कोदो पिस्न जान्छु, ड्याम्मै ढिँडो खान्छु। मलाई मोमो पनि, मलाई पिज्जा पनि, मलाई मिठो पनि राम्रै छ। Good afternoon, everyone. I am Ananya Kedia from Class 4 Venus. Now we are going to present you Gurung Rodi dance by Class 4 Saturn and Venus. Rodi is a cultural dance of Upper Hilly region Gurungs. They usually perform Rodi in their festivals and occasions like Tamul Osar, Dashay, Gurung weddings and so on. Thank you.
पापी मन कसरी बुझौला पापी मन कसरी बुझौला पहाडी झरना कलकल बग्छ पिरती बोकेर यो हाम्रो माया आदमभरि छ ईश्वरै भाकेर कसरी बुझौला पापी मन कसरी बुझौला I am Suhani Singhania from grade 6. Coming up now is a cultural dance. The Maruni is a Nepali dance of eastern and western Nepal. Normally it is performed by males in the females attire, but we have both girls and boys of classes 7 and 5 performing this dance. Please enjoy the dance. Thank you.
जोबनको किन भर पर्दैछौ पैसा लुट्यो मनको कहिले ठेगार हुन्न हजुर चञ्चले जोबनको कहिले ठेगार हुन्न हजुर चञ्चले जोबनको माझो खेतमा छर्के सलाम छ मायालाई पहिलो भेटमा माझो खेतमा छर्के सलाम छ मायालाई पहिलो भेटमा Grade 5 Leo and my friends of Taurus are going to perform to a very energetic Nepali dance called Talko Pani Machile Khane. It is a very popular number by renowned Nepali band Nepatha. Please enjoy. Thank you. Class 4 Jupiter here on the stage to perform their dance, which is based on prop dance. The title is Singing in the Rain. Hope you all will enjoy the dance. Thank you. Good girl gone bad. Take 3. Action. Go. You have my heart, and we'll never be worlds apart. Maybe in magazines, but you'll still be my star. Baby, 'cause in the dark, you can't see shiny cars. And that's when you'll need me there. With you, I'll always share. 'Cause I'm
Good afternoon, everybody. I am Sona Deepak of class 7. Last but not the least, now my friends from all classes are going to break the floor with the amazing breaking skills of b-boying. So please enjoy the item with a hint of a lovely new year 2015 just around the bend. Thank you. It is always an uphill task to organize such an event, and I here would like to express my heartfelt gratitude. I thank Madam Anuradha for being here with us this evening. It really is an honor to have you as a part of our event. My sincere thanks to all the students for staging such a magnificent performance. When I look at you all, I'm looking at the future of our country. Wonderful job, everyone. The teachers have walked beyond their comfort zone. It is indeed a blessing to have such a faculty who are focused and take their responsibility seriously. Many thanks to the teachers. A program is never successful without the help of a technical team. My thanks to every technician for giving their best to make the event mega success. The school head, the senior coordinator, the IT coordinator, and the administrative staff all have played a huge role in their own way. Their contribution for the event is highly commendable, and it is truly a wonderful experience to have such a strong will team as a part of your family. Our sisters have also contributed in their own special way. Once again, I want to thank everyone for being here with us on this day. It's been amazing. Also wishing everyone a happy and a prosperous 2015. Thank you so much. Thank you.